Hi guys, welcome back to my channel. New day, new vlog. This is me T for Tia and आजदेखि फेरि म कन्टिन्यू भ्लग बनाउँछु एन्ड आजको मेरो भ्लगमा चाहिँ आई विल सो यु म चाहिँ ट्याटू रिमुभ गर्ने आज मेरो थर्ड सेसन हो अनि त्यसपछि लेजर ट्रिटमेन्टको पनि थर्ड सेसन हो सो म चाहिँ त्यहाँ जाँदैछु सो म हजुरहरूलाई देखाउँछु ट्याटू रिमुभ गर्दाखेरि चाहिँ कतिको पेन हुन्छ अनि कस्तो खालको रिजल्ट आउँछ भनेर चाहिँ म देखाउँछु किनभने मैले यो ट्याटू रिमुभ गरेको चाहिँ सेकेन्ड अर थर्ड टाइम भइसक्यो अनि स्टिल सेम नै छ बट यो ट्याटू चाहिँ फेड भइसकेको छ सो आजको सेसनबाट चाहिँ अलिकति कम हुन्छ कि भन्ने आई होप सो या म चाहिँ अलरेडी रेडी भइसकेको छु अनि आजको मेरो आउटफिट चाहिँ यस्तो छ किनभने इटलीमा जाडो गइसकेको छ बाहिर चाहिँ त्यति जाडो छैन भित्र पनि त्यति जाडो छैन सो या आजको मेरो भ्लग चाहिँ म देखाउँछु आज म के गर्छु भनेर थ्याङ्क्स फर वाचिङ माई भ्लग गाइज बाई बाई सी यू हस्पिटलमा अब गाइज फाइनली म चाहिँ हेयर एन्ड लेजर स्किन हस्पिटल आइसकेको छु म चाहिँ कल गर्नुभएको थियो भर्खरै मेरो चाहिँ हिजोको अपोइन्टमेन्ट थियो तर म आज आएको लेट्स गो म यहाँ भ्लग बनाउँदैछु क्या हाई सो गाइज अब चाहिँ मेरो लेजर स्टार्ट हुन आएको छ एकदम यो कुन सेसन मेरो थर्ड सेसन है म कन्फ्युज भएको अस्ति पनि थर्ड गरेको कि सेकेन्ड यो थर्ड हो नि त है यहाँ राखेर भिडियो बनाउँछु ल अनि टङ्गे प्रेसर अनि जेल अर्को पनि हेयर ब्यान्ड हुन्छ एउटा मलाई मेरो लागि हेयर ब्यान्ड क्याप ट्याटू मेटाउनु पर्ने खालको चाहिँ यति दुख्छ नि तपाईँ रुनुहुन्छ होइन जहिले पनि कराउनुहुन्छ बच्चा जस्तै नो पेन नो गेन के गर्ने होइन लगाउँदा कति दुखेको नि दिदी इन्जेक्सन लाउन मिल्दैन नि त त्यही भएर अहिले पनि दुख्छ पो के गर्दैन तर पहिलेको जस्तो त उ त छैन नि त लाइक जुन ठाउँमा पातलो छ नि हेर्नु त पातलोको चाहिँ फेड भएको छैन यस्तो लाइनिङ चाहिँ दुईचोटि चाहिँ किन हाल्नु पर्दैन त अनि तपाईँलाई चाहिँ अहिले अब त्यति बेला ट्याटू हान्दाखेरि पातलो ट्याटू भएर कस्तो भयो नि त मलाई कस्तो दुखिसक्यो जुम गरिदिनु ल हुन्छ होइन त्यो सुरुमा उयो गर्दा तपाईँको नेल चाहिँ पड्किन्छ होला र डर लागिसक्यो मलाई पड्किन्छ स्टप भन्नु म स्टप भन्नु है ल एकछिनै oh my god वान मलाई यो चाहिँ अलि यो गर्छ नि त सुरुमा ल सुरुमा यो ल म त यो त सक्दिनँ होला हौ आज दुखो र? यो त ए भयो ल वान सर्ट मात्र हान्छु ल कसै ल 1 2 नाच्छ यो बी सुरुमा ल गर्छ एकछिनै यो त नि अस्ति कस्तो भएन त भएर त अनि बोलो अनि जुम गरिदिनु त यहाँ बिलिभ माइन्छ चाहिँ म्यानेजर आएर के भयो बिसक्यो ल ओ माई गॉड त्यो त कहिले जान्छ नि बेकार फेरि यो भन्छ कि अब त्यही स्माइली मात्रै गर्नु नि अनि यसरी काटेर टाका लगाइदिनु पर्दैन सरसरी नै गर्न होइन हुन्छ हुन्छ नन्नु भयो
हजुर दुखेको थिएन दुखेको थियो नि आफै गर्छु गो आफै ल यी है त अब 1 2 3 गो यी भयो ल यो एन्ड आइजी गरिहाल्छ यो त यस्तै हुन्छ दिदी यस्तो कस्तो भयो क्या है धेरै बाक्लो भएर क्या यसरी तान्छु तान्छु यसको देखियो है मजाले यसको त्यहाँ यत्रो मोटो छ यहाँ देखाइदिन्छु त एल चाहिँ एकदम राम्रो भयो फेड यहाँ जुम गर न बाबा जुमै छ यो हेर्छु न यहाँ के भएको यो केही हुँदैन इङ्क पड्केको क्या इङ्क पड्केको सरी राम्रै खपर्दैछ यहाँ झन् दुख्छ क्या अहिले मलाई चरा यो चाहिँ त्यहाँ राख्नु यस्तो गरौँ न यसले नै ठिक छ यसले हल्का कम भइरहेछ मलाई यो त कस्तो भयो त दिदी केही हुँदैन क्या त इङ्क पड्केको क्या भित्रको चरा मात्रै उडाउन बाँकी छ चरा उड्यो रे कहिले उड्छ कहिले पर्मानेन्ट उड्छ यो चरा ल कहिले जान्छ क्या दिदी लाग्छ टुमोसेसनलाई त यो पनि त्यस्तै लाग्छ होला है कि अलिक नलाग्ला कि यो मोटो छ नि योभन्दा यो मोटो छ नि त्योभन्दा पर त्यो गर्नुभएको भए छिटो जान्थ्यो क्या यो त म बौलाउँछु होला यत्रो लामो यसरी तर राम्रो छ त त्यो पर्दैन रहेछ नि अब यो यति दुख्छ नि एकछिन म तान्छु यो मजाले भयो रेडी छिट्टै फास्ट Sorry. के भयो भन्दै आइसु होला हजुर यस्तै दुखेको थियो दुखेको थियो रोको थियो म पनि यस्तरी नै चिच्याएको थियो तर मेरो यस्तो चरा मात्रै थियो क्या 3टा 4वटा सरी क्रिम छ छैन हजुरसँग म भ्याक्सिन लगाउँछु लगाउँदा हुन्छ भ्याक्सिन बडी लोसनहरू हुन्छ ड्राई त छोड्नु पनि लगाउनै पर्छ ड्राई छोड्यो भने चिलाउँदो रहेछ नि होइन फेड भयो नि अस्ति त लगाउने थिएँ कि कालो भएको थियो नि बी मात्रै धेरै छ क्या कालो होइन यो कस्तो सेतो भयो के हुँदैन त्यो पड्केको क्या इङ्क मतलब बुम भएर निस्केको क्या अनि यो गयो अब जान्छ अब हेर्नु त बिचको पार्ट भइसकेको छ बाहिर मात्रै लागेको छ क्या एन्टिबायोटिक क्रिम हो ल सरी मोटी गाडी में नहीं बैठूंगी सो गाइस म चाहिँ फाइनली घर आइसकेँ अनि म चाहिँ 10 डेजको लागि स्ट्रिक्ट डाइट प्लान फलो गरिरहेको छु होइन म पहिल्यैदेखि डाइट भनिरहेको छु तर म आजदेखि चाहिँ कन्टिन्यू गर्दैछु सो मैले चाहिँ मेरो बिहानको ब्रेकफास्ट गरिसकेँ अब मेरो पालो लन्चको छन् लन्चमा चाहिँ मेरो एग करी एग राइस करी छ सो म बनाउँछु अब बनाउँछु या ल यार साथीहरू कस्तो टेन्सन भइरहेको छ क्या One eternity later. यसले चाहिँ किन कालो कलर गरेको कस्तो कालो
कालो कलर गरिकन माग्छ अहिले ल्या टेसी त यहाँ पुगो बारीमा ओइ हामी चाहिँ फाइनली घर आइसक्यौँ माग्छ हाई के हो कालो कलर थ्याङ्क यू सो मच गाइज फर वाचिङ यसरी नै माया सपोर्ट साथ दिँदै गर्नु होला अब के थाहा हामी एक दिन भाइरल भयौँ भने हाम्रो टिया दिदी भाइरल हुनुभयो भने त फेरि याद राखेंगे त्यही भएर आगो लाग्छ दोस्ती सब्सक्राइब